दर्शक तपाईँ टिभी अन्नपूर्ण हेर्नुहुन्छ हजुर हजुर टिभी अन्नपूर्ण बाटो दर्शक यो दृश्य चोखा नगरपालिकाको दृश्य हो जहाँ आज नेपाल प्रहरीले इन्काउन्टर गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार यहाँबाट लागु पदार्थको कारोबार गर्दै गरेको अवस्थामा भेटेर प्रहरीले गोली हानेको भन्ने प्रहरीले जानकारी दिएको छ। यद्यपि दृश्यमा देखिएका प्रत्यक्षदर्शीहरूले दिएको बयानअनुसार नेपाल प्रहरीले योभन्दा पहिले नै प्रहरीको टोली सिभिलमा आएर जो मैले दृश्यमा देखाउने प्रयास गरेँ हामी चलाउने प्रहरी मैले देखाउने प्रयास गरिरहेको छु। यहाँ चाहिँ वरिपरि नै हुनुहुन्छ उहाँले भन्दा पहिला नै क्यामेरा सेट गरेर क्यामेरामा भिडियो रेकर्ड गरेर दुईजनाले भिडियो रेकर्ड गर्ने र दुईजनाले गोली हान्ने गरेको भन्ने यहाँका प्रत्यक्षदर्शीहरूले बताएका छन्। यद्यपि यो के हो यो अनुसन्धानपछि थाहा होला। यो प्रत्यक्षदर्शीहरू जो मैले अहिले क्यामेरामा कैद गरेको छु। यद्यपि प्रहरीले एकजना प्रत्यक्षदर्शीलाई अहिले पनि आफ्नो नियन्त्रणमा लिएर गाडीभित्र राखेको छ। प्रत्यक्षदर्शीको भनाइलाई पत्याउने हो भने उनले देखेको अरूलाई भनेका कारण चाहिँ उनलाई गाडीमा राखिएको हो भनेको छ। हामी यहाँबाट प्रत्यक्ष रूपमा यहाँलाई यो दृश्य देखाइरहेका छौँ। केही बेर अघि यो जुन देखाएको दृश्य देखाएको स्थानमा इन्काउन्टर भएको हो। प्रहरीले दिएको जानकारी अनुसार भारतीय नागरिकहरू मैले यहाँलाई त्यो गाडी पनि देखाउने प्रयास गर्दैछु। एउटा कार जुन योभन्दा पारी रोकिएको छ त्यो स्थानमा रोकिएको एउटा कार सोही कारका कारण सोही कारमा आएका 6 जनामध्ये 4 जनाले जुन पारी देखिएको एउटा कार छ त्यही कारमा आएका 6 जनामध्ये 4 यहाँ ती 6 जनाले लागु पदार्थको कारोबार गरेको उनीहरूले यहाँबाट बेच्न लागिरहेको अवस्थामा अर्को त्यो कारोबार गर्दै गर्दा प्रहरीले त्यसलाई पक्राउ गर्न खोज्दा उनीहरूले रड प्रहार गरिसकेपछि खुट्टामा 2 जनाको गोली हानेको भनेर प्रहरीले जानकारी दिइरहेको छ। त्यो घाइते जुन भारतीय नागरिकहरू भनिएका उनीहरूको नाम अझै खुल्न सकेको छैन। यद्यपि हामीले त्यो प्रयास गरिरहेका छौँ उनीहरूको परिचय के हो, उनीहरू भारतीय नागरिक हुन् या होइनन्, के नामका थिए त्यो विषय यहाँ बुझ्ने प्रयास गरिरहेका छौँ। अहिले हामीले प्राप्त गरेको जानकारी अनुसार उनीहरू भारतीय नागरिक भएको र उनीहरूको साथबाट झन्डै आधा केजी भन्दा बढी लागु पदार्थ समेत प्रहरीले यही स्थानबाट बरामद गरेको भन्ने जानकारी हामीले प्राप्त गरेका छौँ। यहाँ यो अहिले जति देख्नु भएको छ उहाँहरू अक्सर सिभिलमा रहनुभएका प्रहरीहरू अनुसन्धानका प्रहरीहरू हुनुहुन्छ र प्रहरी सुरक्षाकर्मीहरूको यहाँ बाक्लो उपस्थिति छ। दर्शकबिन मैले यो देखाइरहेको छु जहाँ एकजना प्रहरी उभिनु भएको छ। त्यो स्थान हेर्दा एकदम रक्तामे छ, यहाँ रगत धेरै रगत जमेको छ। जुन कालो भुइँमा कालो ब्याग समेत तपाईँले देखिरहनु भएको छ। त्यही कालो ब्यागलाई यो मैले अलिकति जुम गरेर देखाउँछु। त्यही कालो ब्यागमा लागु पदार्थ आधी केजी जति लागु पदार्थ रहेको भनिएको छ भने ती जुन त्यसको अगाडि भएका 2वटा रडहरू छन् ती रडहरू प्रहरीमाथि प्रहार हुन थालेको र प्रहरीमाथि रड प्रहार गर्न थालिसकेपछि प्रहरीले गोली चलाउनु परेको भन्ने जानकारी दिएको छ। अहिले मैले योभन्दा झन्डै 30 मिटर टाढा खोलाको पारिपट्टि एउटा कार देखिरहेको छु। नेपाली नम्बर प्लेटको कार छ, हुन्डाईको कार यो कारभित्र उनीहरू चढेर आएका थिए भन्ने हामीले जानकारी अहिले उहाँहरूले प्रत्यक्षदर्शीले भनेको पत्याउने हो भने यसको पुष्टि भइसकेको छैन। किनभने हामी लाइभमा ऱ्यान्डमली यहाँ देखेका भनेका प्रत्यक्षदर्शीहरूसँग सोधिरहेका छौँ। त्यसकारण उनीहरूले भनेको कुराको भेरिफिकेसन गर्नका लागि हामीलाई थप समय लाग्न सक्छ। यद्यपि उहाँहरूले भनेको कुरा पत्याइदिने हो भने
यही कारमा आएका 6 जना मध्ये यहाँ आइपुग्दा योभन्दा पहिला नै प्रहरीले क्यामेरा सेट गरेर राखेको भिडियो क्यामेरा सेट गरेर राखेको दुईतर्फबाट र यहाँ आएपछि उनीहरूमाथि गोली प्रहार गरिएको भन्ने प्रत्यक्षदर्शीले भनिरहेका छन्। प्रहरीले भनिरहेको छ लागु पदार्थ यो घरभित्र जुन यो पुरानो घर छ यही घरभित्र लागु पदार्थ कारोबार हुँदै गरेको जानकारी प्राप्त भएको र सोही जानकारी अनुसार उनीहरूलाई नियन्त्रणमा लिन खोजिरहेको बेला प्रहरीले जुन प्रहरीमाथि नै उनीहरूले फलामको रड हान्न थालिसकेपछि उनीहरूलाई गोली चलाउनु परेको भनेर प्रहरीले जानकारी दिएको छ। यद्यपि प्रत्यक्षदर्शीहरूले त त्यो छातीमा गोली लाग्यो अथवा कम्मरभन्दा माथिको भागमा गोली लाग्यो भनिरहेका छन् उनीहरू देखिरहेको भनेकाले। तर प्रहरीले भने किनभने त्यो प्रहरीले समात्नको लागि पनि घुँडाभन्दा माथि हान्न अप्ठ्यारो हुने त्यो गर्न नमिल्ने भएकाले अप्ठ्यारो पर्दा पनि घुँडामा गोली हानिएको छ घुँडाभन्दा तल गोली हानिएको छ भनेको छ। हेरौँ उनीहरू अहिले अस्पतालमा उपचारका लागि यहाँबाट लगिएको छ त्रिवी शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको जानकारी हामीले प्राप्त गरेका छौँ। अहिले जुन गाडी हो त्यो एकदमै अप्ठ्यारो अवस्थामा अहिले पनि साँगुरो बाटोमा त्यहाँ रोकिरहेको छ त्यही गाडीमा उनीहरू आएका थिए भन्ने सम्मको जानकारी हामीले प्राप्त गरेका छौँ। त्यो स्थानबाट यहाँहरूलाई हामीले प्रत्यक्ष रूपमा जानकारी दिइरहेका छौँ। तपाईँ टिभी अन्नपूर्ण हेर्दै हुनुहुन्छ। टिभी अन्नपूर्ण मार्फत चोखाको गान्धी अस्पताल छेउबाट हामीले आज नेपाल प्रहरीले गरेको इन्काउन्टरको दृश्य यो स्थानबाट हामीले घटनास्थलबाट प्रत्यक्ष रूपमा यहाँहरूलाई जानकारी दिइरहेका छौँ। म प्रत्यक्षदर्शीको नजिक जाँदैछु। उहाँहरूका कुरा यहाँहरूलाई उहाँहरूले देखेको जस्ताको तस्तै उहाँहरूले यसभन्दा अगाडिको दृश्यमा पनि बताइसक्नु भएको छ। यद्यपि थप कुराकानीका लागि पनि म प्रयास गरिरहेको छु उहाँहरूको नजिक गइरहेको छु। जो अहिले यहाँ देखाइरहनु भएको छ उहाँ भाइ घटनास्थलबाट प्रत्यक्ष रूपमा देखिरहनु भएको। यहाँलाई त्यो कार उहाँहरूकै हो भन्ने जानकारी छ छैन? त्यो कार त्यही बेलादेखि त्यही नै छ हो? त्यही भन्छन् मान्छे तपाईँलाई त्यो घटना भएको बेला नहेर्नुहोस् टाढा जानुहोस् कसैले भनेन? तपाईँले हेरिरह हजुर भन्नुभयो। ए अनि त्यसपछि तपाईँ जानु भएन? मैले यता आएर फेरि हेरेको हान्न थालेको। हजुर भनेको प्रत्यक्ष तपाईँले गोली हानिरहँदा हेरिरहनु भयो होइन? तपाईँलाई डर लागेन? डर लाग्यो म माथिबाट हानेको। हजुर एउटा त माथि पर्खा हो कि आकाशतिर हाने अर्को पहिलो हवाई फायरिङ गरेँ। कतिवटा गोली चलायो तपाईँले देख्दा? मैले त 5 गोली चलाएको छु। 5वटा? गाडीवाला डराएर त्यो साइलेन्सरमा उ भएछ। तपाईँ पनि यहीँ हुनुहुन्थ्यो? तपाईँले कति बेला थाहा पाउनुभयो? गोली चलिसकेपछि। ए पछाडि मात्रै देख्नुभयो? त लडिरहेका मान्छेहरू चाहिँ देख्नुभयो हो? ए कस्ता थियो? इन्डियन नागरिक हुन्? केही जानकारी भयो? केमा लागेको थियो गोली देख्नुभयो नजिकबाट? देख्नु भएन? प्रहरीले सिल गरिसकेको थियो? तर यो बाटो धेरै पछाडिसम्म खुलिरहेको थियो त पछाडि मात्रै बन्द गरेको थियो प्रहरीले। ए तपाईँहरू त्यो बेला नजिक जानु भएन? कतिजना हुनुहुन्थ्यो त्यो देख्ने? तपाईँहरू भित्र के गर्दै हुनुहुन्थ्यो? पानीको काम गरेर हुनुहुन्थ्यो? ती मान्छेहरू कहिले अरू बेला यता देखेका मान्छे हुन् जस्तो लाग्दैन? प्रहरीका अनुसार उनीहरू बारम्बार यहीँबाट कारोबार गर्ने गरेका थिए, आज पनि त्यो कारोबार गर्दै थिए भन्ने खालको प्रहरीले सूचना प्राप्त गरेको भन्ने कुरा आयो। तपाईँ यही काम गर्ने भएको भएर कहिले कहिले आउने जाने त्यस्ता खालको छैन? ए हजुर पनि यहीँको हो? ए त्यो जुन अहिले प्रहरीले ऊ भित्र हालेर राखेको छ नि भ्यानभित्र त्यो मान्छे हजुर चिन्नुहुन्छ? ए त्यो मान्छे कहाँबाट आइपुग्नु भयो होला केही जानकारी छ? हामीले सुनेर म नि गाडी लिएर आएको के हेर्नलाई।
भाइ मेरो अर्को गाडीले लाइभ देख्यो अरे हजुर म डरले गाडी चलाउन सक्दैन भनेर त्यो अघि मसँग कुरा गरेको हो लाइभ देखेको भनेको होला पुरै घबराएछ होइन सामुन्ने उसको भएपछि त अब डराइहाल्यो बेस गरी मेरो गाडीले छोको अरे ए अहिले क्या फायरिङ हुने बेला तर्सेर भाग्दा नि ए तपाईँ यहीँ वरिपरि हुनुहुन्थ्यो म मार्केटमा थिएँ के अनि कसले चलाएको थियो त्यो गाडी मेरो ड्राइभरले ए यही बाइकमा होला यही बाइक हो